नमस्ते, मेरो नाम चाहिँ कृष्णबडा छेत्री। मेरो घर चाहिँ बाँसगाडी। म चाहिँ हाल अहिले 12मा अध्ययन गर्छु। बुढा छेत्री। बाँसगाडी बर्दिया होइन त? हजुर। बर्दियाबाट आउनुभयो? बर्दिया बाँसगाडीबाट हजुर। कहाँ पढ्नुहुन्छ? म यहाँ बिबिएन पढ्छु। बिबिएन 12मा अध्ययन गर्छु। कविता लेख्नु भएको छ? कविता होइन, मेरो कथा हो। कथा हो? ल कथा सुनौ है त। फर्स्ट अफ अल त थ्याङ्क यू यो आवाज सुनाउने थलो बनाइदिनु भएकोमा काव्य किरणलाई। मेरो कथाको शीर्षक चाहिँ बामाको मिस्क। यो चाहिँ काल्पनिक कथा। यसले चाहिँ आजको समाजमा भएको यथार्थ कुराहरू समेटेको छ। हुन्छ। अहिले पनि राति अचानक मोबाइलको रिङटोन ठुलो आवाजमा बज्यो भने मेरोमा एक्कासी आइदिन्छ। कसैको फोन आयो कि झटपट उठाइहाल्छु। जीवनमा एउटा यस्तो रात बितेको थियो जुन रातपछि मैले कहिले कसैको फोन इग्नोर गर्न सकिनँ। आज पनि त्यो कुरा सम्झिँदा एक्कासी मुटु भकानिन्छ। मान्छेहरू भन्छन् काठमाडौँले मान्छेले बदलिदिन्छ। सही रहेछ, सायद म पनि बदलिएको थिएँ। तर त्यो कुरा मैले धेरै ढिला बुझेँ। म मेरो पृष्ठभूमिदेखि भन्छु, म गाउँको साधारण केटो कमल। सानो घर अगाडि आँपको बोट थियो। त्यहाँ पाकेको बेला गाउँभरिका केटाकेटी चोर्न आउँथे। तर म पनि त्यहाँ चोर्न लट्ठीले बजाइदिन्थेँ। यति लोभी बच्चा थिएँ नि, सायद गाउँको सबैभन्दा लोभी बच्चा बनै थियो होला। बुवा मजदुर गर्नुहुन्थ्यो, आमा गाउँकैहरूको घरमा काम गर्नुहुन्थ्यो। घरमा पैसाको धेरै अभाव थियो, तर ममाथि विश्वास धेरै थियो उहाँहरूको। आमाले सधैँ भन्नुहुन्थ्यो, मेरो छोरा ठुलो भइसक्यो, ठुलो मान्छे बन्छ। गरिब बाबाबाट नराम्रो बानी हुँदो रहेछ कि आफू भगवान बसे पनि छोराछोरीको सपना पनि ठुलो देख्ने। दिनहरू बित्दै गयो र मेरो प्लस टू इक्जाम पनि सकियो। म 12 सकेपछि काठमाडौँ आएँ। त्यो दिन बस्दा आमा धेरै रुनु भएको थियो। एउटा मान्छेबाट नराम्रो बानी हुँदो रहेछ क्या, बाहिर हाँसोले भरिएको तर भित्रभित्रै आँसुले भरिएको। मेरो बुवा पनि सेम त्यस्तै। आमाले झोलामा मकै भुटेर प्लास्टिकको पोको र धेरै दुःख गरेर बचत गर्नुभएको 30,000 रुपियाँ खर्च पानीको लागि राखिदिनु भएको थियो। काठमाडौँ त मलाई लाग्थ्यो अब बाबाको दुःख सकिन्छ। तर साँचो कुरा के भने काठमाडौँ दुःख सकिने ठाउँ होइन रहेछ। दुःखले गर्दा हाँस्ने ठिकाउने ठाउँ रहेछ। काठमाडौँ जस्तो महँगो ठाउँमा म जस्तैले पढाइ मात्र गरेर हुँदैन थियो। पैसा भए सबै रुम भाडामै जान्थ्यो। पढाइसँगै काम पनि खोज्दै हिँड्थेँ। बिस्तारै पछि एउटा डेलिभरी कम्पनीमा काम पाएँ। त्यसपछि मेरो जीवन क्याम्पसमा भन्दा बाइकको पछाडि बित्न थाल्यो। 6 देखि 10 क्याम्पसमा हुन्थ्यो भने 12 देखि राति 8 बजीसम्म फुड डेलिभरी। घाम धुलो पानी जे आए पनि कुदिरहनु पर्थ्यो। महिनाको अन्तिम दिन तलब आउँथ्यो र घरमा पैसा पठाउँदा सारा थकाइ हराउँथ्यो। त्यसपछि म तुरन्त आमालाई फोन गर्थेँ, आमा अब त नयाँ कपडा किन्नु होला है, त्यही पुरानो चुलो नदेखामा नहिँड्नु होला नि। अनि बुवालाई पनि एउटा राम्रो ढाका टोपी किनिदिनु होला है, मेरो बाले कस्तो सुहाउँछ ढाका टोपी। आमाले भन्नुहुन्थ्यो, हस् आफ्नो लागि नि ख्याल राख है बाबु। एक दिन डेलिभरी गरेर थाकेर खोटामा आएको थियो। त्यही बेला आमाको फोन आयो। मैले फोन उठाएँ र त्यही वाक्यमा मैले एकदम रिसको तालमा थिएँ। मैले झर्किँदै पनि, आमा अब त म सानो बच्चा होइन, किन बार फोन गर्नुहुन्छ? केही सेकेन्डपछि बिस्तारै भन्नु, त्यसै तेरो आवाज सुन्न मन लागेर नि बाबु, ल आफ्नो बाबु ख्याल राखेँ। मैले फोन राखेँ। त्यो बेला मैले खासै मतलब गरिनँ, तर आज पनि त्यो वाक्य सम्झिँदा आफैलाई माफ गर्न गाह्रो हुन्छ। बिस्तारै म व्यस्त हुँदै गएँ। पहिला दिनमा 3 पटक फोन गर्नेमा अब हप्तामा 1 पटक मात्रै फोन गर्न थालेँ। आमा भन्नुहुन्थ्यो, बाबु आजकल फोन पनि त्यति गर्नु मान्दैनस्, किन सब ठिक छ नि त? आमा आजकल काम पनि धेरै हुन्छ कि अलिक फोन गर्ने टाइम नै मिल्दैन। तर साँचो कुरा के भने कामभन्दा बढी म दुनियाँमा हराइरहेको थिएँ। सोसियल मिडियामा व्यस्त। आफ्नै दुनियाँमा यति हराएँ कि जसले मलाई संसार देखाउनु भयो उहाँलाई पहिलो दिनमा 3 पटक फोन गर्ने, अहिले हप्तामा 1-2 पटक मात्र। अझ त्यही पनि फोन उताबाट आए मात्र। अहिले पनि मलाई याद छ, त्यो रात एकै कुरा याद छ। खुसको महिना थियो। म डेलिभरी सकेर कोठामा आएको थिएँ। अघि झन् त्यसमाथि गर्लफ्रेन्डसँग कुरा गर्दै थिएँ। त्यही बिचमा आमा कल। मैले फोन काटिदिएँ। फेरि फोन आयो। आमा कल। फेरि फोन काटेँ। तेस्रो पटक, चौथो पटक लगातार आमाको मिस कल। पछि गरौँला भनेर मैले फोन रिसिभ गरिनँ। बिहान पक्क क्याम्पस पढिरहेको बेला अचानक मलाई डिआई सरले अफिसमा बोलाउनु भयो र मेरो काखमा हात राख्दै भन्नुभयो, कमल तिम्रो आमा बुवा हामी माझ रहनु भएन। We are extremely sorry to hear untimely demise and may your parents rest in peace. Thank you.
राम्रो कथा सुनाएर आफूलाई नै क्वेसन आइहाल्यो है त्यो कथा मैले कथाहरू सुनाउँछु यस्तो अलिअलि सानोतिनो प्रोग्राममा जाने गर्छु फिक्सन स्टोरी रियल स्टोरी सुनाउँछु अहिले आफै देख्नुभयो हजुर आफै हुन्थ्यो आफ्नो मौलिक कथा तपाईँले उसमा सुनाउने टिकटकहरूमा त्यस्तोमा सुनाउने गर्नुभएको छ टिकटकमा मेरो पहिला आइडी थियो मिलेन लामो थियो आइडी पछि ब्यान्ड भएको अहिले फेसबुक पेज मैले हालेर आएको कन्टेन्टहरू तपाईँ कथाहरू कहाँ सुन्नुहुन्छ कसरी सुन्नुहुन्छ कथाहरू मैले फेसबुक पेजमा हाल्दा हुन्छु अनि कहिले कसै यसो बोलाउनु भएको छ प्रोग्रामतिर नि जाजरपुरमा गएको थिएँ अनि त्यहाँ कथा एउटा नै सुन्नु हजुर कथाहरू म कथा चाहिँ राति 11 बजे 2 बजी बिचमा लेख्छु एकान्त वातावरणमा लेख्छु कोही आयो भने सायद फ्यामिली मम्मी बुवा जो आए पनि थोरै आउनु भयो म लेख्न सक्दिनँ कि डिस्टर्ब हुन्छ एकान्त वातावरणमा लेख्छु साझा मम्मीसँग त्यसरी कुरा त गर्नुहुन्न हजुर कथामा भने यसरी कुरा त गर्नु आमासँग त होइन त्यसरी त गर्दिनँ कथामा मात्रै। यो आजको यथार्थ कुरा यो प्रायः सहर काठमाडौँतिर जानु भने सबैले यस्तै गर्नुहुन्छ नि त उहाँको धुलो लागिहाल्छ नि उहाँ काठमाडौँ गएपछि होइन सोसियल मिडियामा व्यस्त हुन्छन् अनि गर्लफ्रेन्डहरूसँग पुरानो लागेर घरमा आमालाई कल गर्ने बिर्सिनुहुन्छ क्या अनि त्यही हालेर एउटा कथा लेखेको थिएँ कथा एकदम मार्मिक छ कथा राम्रो छ सन्देश पनि दिन्छ होइन हामीले कमसेकम पनि बुवा आमालाई सम्मान गर्न सकिँदैन भने सम्झिनु चाहिँ पर्छ होइन सकेको सम्मान गर्नुपर्छ भन्छ कथाले होइन कथा राम्रो छ नि छोयो ल शुभकामना है शुभकामना फेरि भेट्छौँ हस् हुन्छ